नमस्ते साथीहरू आज हामी एकदम सजिलो र स्वादिलो शैलीमा आलु र च्याउको तरकारी बनाउन जाँदैछौँ पहिला च्याउलाई सबै पानीले राम्रोसँग पखालिसकेपछि च्याउलाई आफ्नो साइजमा काट्नु हो अब काटेको च्याउमा थोरै बेसार हालेर यसलाई राम्रोसँग मिसाएर राखौँ यो रेसिपीको लागि हामीलाई चाहिन्छ क्युब साइजको आलु मसिनो गरी काटेको प्याज र गोलभेडा अब प्यानमा तेल तताउनुहोस् र बेसार मोलेर राखेको च्याउलाई प्यानमा हाल्नुहोस् च्याउलाई मध्यम आगोमा हल्का खैरो र क्रिस्पी नभएसम्म राम्रोसँग चलाउँदै भुट्नुहोस् यसको कलर चाहिँ गोल्डन ब्राउन हुनुपर्छ है च्याउ भुटिसकेपछि निकालेर राख्नुहोस् अब त्यही प्यानमा थोरै लसुन जिरा र तेजपत्ता हालेर फुराउनुहोस् त्यसपछि काटेको प्याज र सुकेको खोर्सानी हालेर हल्का कडा नभएसम्म भुट्नुहोस् अब पालो आलुको काटेर राखेको आलु हाल्नुहोस् र नुन र बेसन हालेर मिक्स गर्नुहोस् अब यसमा काटेको गोलभेडा हालेर आलु र टमाटर गल्ने गरी केही बेर छोपेर पकाउनुहोस् अब अघि भुटेर राखेको च्याउ मिसाएर मजाले चलाइदिनुहोस् त्यसपछि माथिबाट स्वादअनुसारको गरम मसला वा मिक्स मसला छर्केर यसलाई राम्रोसँग चलाउनुहोस् अन्त्यमा हरियो ताजा धनियाँ माथिबाट हालेर ग्यास बन्द गरिदिनुहोस् हाम्रो स्वादिष्ट आलु र च्याउको तरकारी तयार भयो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद च्यानललाई लाइक सब्सक्राइब गर्न नभुल्नुहोला